उठेर हिँड्न के बसिरह र उठ ल ल ल यस्तो के चप्पल लगाएर आएको किन यता मतिर आएको बाटो जाउँ नि तलतिर प्रिन्सीका पहाड चढ्दैछ अघि चढ्दा त सजिलै भएको थियो धकल्दै धकल्दै लिएर गएको थिएँ अब झर्दा चाहिँ उफ 4 खुट्टा टेकेर झरिँदैछ उ चिप्लेटी बनाइदिनु पर्ने गरी सिधै उही तल पुगिन्थ्यो हैन ल यो चाहिँ प्याराग्लाइडिङ गर्ने ठाउँ हो अहिले चाहिँ सुरु भएको छैन 11 बजेबाट सुरु हुन्छ त्यहाँ उता देखेको टावर चाहिँ सराङकोटको टावर हो त्यहाँ तल फेवा लेक बादलको मुनि देखिएको छ अलिअलि यो तोरी पानी हामी अहिले तोरी पानीको माथिको डाँडामा छौँ यो प्याराग्लाइडिङ गर्ने ठाउँमा प्याराग्लाइडिङ यहाँबाट उड्ने हो यहाँबाट उडेर सर गएर लेक साइडतिर कता कता झर्ने हामी यो पहाड चढेर माथि डाँडामा पुगेर फर्केर आयो है माथि चाहिँ भिडियो बनाइन फोटो मात्रै लडेको